नानी यहाँ छोडाइदिनु भयो मोबाइलले मेरो घर गुल्मीको मान्छे मेरो घरमा पाइलट थिएन पहिला 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 मेरी बुढी पुटो साथी बस्ती ट्याक्क यसो घर बसेर गयो पुटो साथी अगाडि भने बुझिन आइती गर्ने पहिला पहिला मेरी बुढी पुटो साथी बस्ती साह्रै लाज लागे तर खाल्टो खन्न पसी हो कि होइन खाल्टो तरुल रोपी तो खाल्टोमा खाल्टो भाषी पुरा टोयलेट भएर पुरा भएपछि तो खाल्टोमा तरुल रोपी तो खाल्टोमा खाल्टो भाषी पुरा झुटो होइन म बुढाले साँचो गर्छु पुरा ए तो खाल्टोमा 1 वर्षपछि ए खाल्टै जत्रो भएको थियो तरुल घाँट्या भए कालै गोरु मरुला पातै भरर ताली बजाएर पातै भरर मुगु जिल्ला दिशा मुक्त बनाइ हारेर पातै आउनुहोस् त यहाँ आउनुहोस् कुनमा देउडामा नाच्ने केमा नाच्ने नाच्न आउँदैन सबैले गीत गाउँछन् सबैले बाख्रा ओराली लाग्या ओरेले बाख्रो खै भना हो झम्के गुलेली अरूलाई आउँदा जेसुकै भन उहाँले गाउने गीत अरूलाई आउँदा जेसुकै भन म आउँदा चाहिँ पै भना हो झम्के गुलेली म आउँदा चाहिँ पै भन हो झम्के गुलेली बुढो भए पनि पै भन्छ कि भनेर हरक्क भएको यो मुगु जिल्ला अचम्मको छ हाम्रो प्रमुख अतिथि यहाँ सांसद भएपछि त अलिक मेरो चिन्ने भइसक्यो ल ठिक छ तर तपाईँ राम्रो हुँदै गए हामी पनि राम्रो हुनु त्यसो भए तपाईँले राम्रो गर्न पर्यो तल छ गमगढी बजार माथि ताल तल छ नि गमगढी बजार माथि छ नि संसारका त्यसैले बाटो घाटो राख्नु पर्छ बाटो घाटो सफा राख्नु पर्छ जनताले नि गर्छ पूर्वमा चाइना मुगो होइन पूर्वमा चाइना उत्तरमा पाली 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 हामी मुगाली ए हाम्रो मुगो हामी मुगाली ए हाम्रो तपाईँ यहाँ नाचेको देखेर बसबाट संसदमा बजेट बढाइदिन्छ हाम्रो हामी मुगाली जितेको 1 वर्ष भए छैन खुसीको मन रहेछ जसमा काम गर्दै जानुहोस् अरू हामीले गर्छौँ एकचोटि सबैले ताली यो मुगु जिल्ला कस्तो जिल्ला भने संस्कृतिको जिल्ला हो कि रमाइलो भएको छ भने ताली बजाउनु किन हाँस्यो भनेको यो उल्टो भइगयो यो उल्टो लाउँदा पनि धेरै फाइदा छ अहिले उल्टो लायो भने साढे गर्दा सिधै सुल्ट्यो दिमाग लगाउनु पर्छ अलिकपल्ट सर पनि ए पत्रकार सर जोस मान्छे कालो हुनुहुन्छ नि मजा दिन्छ उहाँ कालो भएको किन थाहा छ साना कोदावरी खायो भने मान्छे कालो तर यतिको कालोलाई कालो भन्ने ठिक छ हो कि होइन उहाँ जतिको कालोलाई कालो भन्ने ठिक हो तर उहाँ हुनुहुन्छ नि हाम्रो त्यतिको कालोलाई कालो भनेर अलिअलि कालोलाई पो कालो भन्ने धेरै कालोलाई त रिसाउने मात्रै छैन कालो मान्छे भनेको अन्तर्राष्ट्रिय मान्छे हिमालमा 100 तराईमा 100 बिहारमा 100 अमेरिकामा 100 दक्षिण अफ्रिकामा त झनै छ ल त्यही भएर काला काला मिलेको